फेरि मेरो नयाँ ब्लगमा। आज चाहिँ हजुरहरूलाई मेरो सब्जीको रेसिपी लिएर आएको छु। हेरिदिनुहोस् है कस्तो लाग्छ। र आज चाहिँ हामी ड्युटीबाट धेरै लेट भयो कि अनि खाना चाहिँ ढिलो भयो। त्यही भएर जसलाई मेरो भिडियो मनपर्छ लाइक कमेन्ट सेयर गरिदिनु होला। तर सब्जी चाहिँ कस्तो देखेको छ कमेन्ट गर्नु ल साथीहरू। बनाइछु कस्तो बनाइछु भनेर के हाल्नु पर्ने भन्दिनु है। अन्डा करीमा चाहिँ म चाहिँ त्यति साह्रो पारा छैन के अन्डा करीमा चाहिँ गरेर चाहिँ फ्राई गरेको सरी गाइस अनियन ब्लोइल गरेको होइन फ्राई गरेको मैले चाहिँ यो खासमा चाहिँ यो रातो हुनु अरे गाइस के गर्नु र खाना फाइनली पाकिसकिसक्यो हाम्रो चाहिँ फोनमा व्यस्त हुन्छु होइन हेलो हाई भन्छु त्यहाँदेखिको सोध्छु भोलि स्याटरडे होइन सन्डे हो। आज स्याटरडे पुरा बिजी झन् भोलिको हालत पातला हुन्छ गाइस त्यही सुतिहाल्नुपर्छ। अब चाहिँ ग्रेट गरेको छु टमेटो
गाइसहरू हाँस्छ भन्दैछ है गाइस, तपाईँहरू हाँस्नु भने मेरो भिडियो देखेर नहाँस्नु न, साह्रो दुःख लाग्छ। ल कमेन्ट गरेर भनिदिनुहोस् है सबैजनाले, राम्रो देख्छ भने कमेन्ट गर्नु ल। सब्जी चाहिँ लास्टसम्म हेरिदिनु होला भ्लग चाहिँ। अब खाना खानु पर्छ। कस्तो देखेछ कमेन्ट, कस्तो दामी देखिरहेछ गाइस, खाँदा कस्तो हुन्छ टेस्ट थाहा छैन।